प्रभु येशू ख्रीष्टको नाममा सबैलाई हार्दिक अभिवादन। प्रिय हो, पवित्र बाइबलमा यूहन्नाको सुसमाचार 1:10 वचनमा यसरी लेखिएको छ कि उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन। पवित्र बाइबलले स्पष्ट सिकाउँदछ कि परमेश्वरले यस संसारलाई सृष्टि गर्नुभयो र मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। तर मानिसले परमेश्वरको आज्ञा विपरीत काम गरेर पाप गर्यो र पापद्वारा यस संसारमा मृत्यु आयो, किनकि सबैले पाप गरेका छन् र मृत्यु सबैमा फैलिएको छ। परमेश्वरले पापको दण्डस्वरूप अनन्त अग्निको झील ठहराउनु भएको छ। प्रभु येशू ख्रीष्ट जो संसारको सृष्टिकर्ता हुनुहुन्छ र जसद्वारा सबै थोकको सृष्टि भयो, उहाँ स्वयं मानव देहमा संसारमा आउनुभयो। परमेश्वरको स्वरूपमा सृष्टि भएको मानिसलाई उद्धार दिनको लागि अर्थात् पापको क्षमा दिन उहाँ संसारमा आउनुभयो। उहाँ देहधारी हुनुभएर सम्पूर्ण मानिस जातिको पापको बोझलाई बोकेर कल्वरीको क्रुसमा बलिदान हुनुभयो र तेस्रो दिनमा मरेकाहरूबाट जीवित भई उठ्नुभयो। प्रभु येशू ख्रीष्टमा मानिसको लागि उद्धारको मार्ग उपलब्ध छ, अर्थात् जो कोहीले उहाँमा विश्वास गर्छ र उहाँलाई प्रभु र उद्धारकर्ता भनी स्वीकार गर्छ, उसले उद्धार पाउँछ। संसारले उहाँलाई चिनेन, अर्थात् जब उहाँ यस संसारमा हुनुहुन्थ्यो र आज पनि मानिसले आफ्नो सृष्टिकर्तालाई र उद्धार दिनुहुनेलाई चिन्दैन। यस वचनद्वारा उहाँलाई चिनेर पापको क्षमा पाउन परमेश्वरले तपाईलाई सहायता गर्नुभएको होस्। धन्यवाद।